सो हेलो नमस्ते एभ्रिवान, वेलकम छ मेरो च्यानलमा सबैजनालाई। आजको न्यू डे न्यू भ्लग होइन, एकदमै बवाल जोसको साथमा लिएर आएको छु होइन। सो आफ्टर लङ टाइम पछि भ्लग बनाओ। सो के कसो हुन्छ माया गरिदिनुहोस्, अनि च्यानलमा जो पनि नयाँ हुन्छ च्यानल लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होइन। त्यही हो आजको गुड स्याटरडे के कसो हुन्छ भनेर सब अपडेट दिनेछु तपाईँहरूलाई। भिडियो अन्तिमसम्म हेरिदिनु, डोन्ट फर्गेट एन्ड जस्ट वाच द इन्टर गाइड्स। यो बवाल हुन्छ आजको भ्लग है त। सो जसमा चाहिँ भर्खर उठेको होइन, उठ्ने साथै यहाँनिर ब्लग स्टार्ट हानिदिइहालेको। अनि सो जस्ट अब चाहिँ अब मुखसुख धुनुपर्ने छ, ब्रस सस गर्नुपर्ने छ होइन। त्यही हो गाइड्स। अब सुट्टा माऱ्यो उठेर होइन। अनि यता अब के लिनु पऱ्यो त्यही हो त गाइड्स। अब चाहिँ ब्रस गर्नु जानुपर्छ। सो जस्ट मैले कोलगेट अघि भर्खर किनेर ल्याएको नयाँ दामी पारामा। सो गाइस बिहान बनाउँथी लाग्यो न, डाक्क राइड जाने भनेको तर साथीको बाइक नै फाँक भएछ गाइस, बिग्रिएछ। अब वर्कसप लानुपर्ने हुन्छ हामीले टक्कर आएर यो स्कुटरबाट धकाल्दै लानुपर्ने हुन्छ गाइस। बिचोक भयो बिचोक। सो केही छैन। सो गाइस हाम्रो यहाँनिर दामी पारामा बाइक बिग्रेको अवस्था होइन। अब जुगाड गरेर राखौँ केटाहरूले दामी पारामा। यो स्कुटरबाट तान्ने लानुपर्ने हुन्छ हामीले चाहिँ दामी पारामा। स्कुटर बाइक घुमा न गाइस। अब यहाँबाट हामी बवाल बिजोक भयो गाइस हाम्रो बिजोक। गाइस त्यस्तो है जुगाड गरेर है हाम्रो यहाँ साथीले बवाल बिजोक भयो हाम्रो यहाँबाट। अब त्यो तानी उता कहाँ अरे कुन ठाउँ भन्छ त्यो? लन्डन। लन्डन थाइल्यान्ड जानुपर्ने हुन्छ है त गाइस। अब विस्तार गर्ने यार, माया लाग्यो मेरो स्कुटरको। सो गाइस माउन्टै भेटेन गाइस, माउन्टै भेटेन त मोटो भ्लगिङ हान्नुहुन्थ्यो है, माउन्टै भेटेन। सो यहाँनिर हामी अब यसको चाबी बनाउन आएको गाइस, डुप्लिकेट चाबी पनि आयो, इन्जिन पनि फाँक भयो है, लास्ट बिजोक भयो गाइस यार। तानेर लिएको गाइस चाहिँ जोरपाडीसम्म चाहिँ उ त्यो मेरो स्कुटरले होइन। अनि अब यहाँनिर दामी पारामा चाबी बनाउनु लाग्यो है त गाइस। फेरि तानेर लानुपर्छ बाइक बिजोक गाइस। किन तपाईँहरूलाई नि यस्तो पऱ्यो भने चाहिँ यहाँ आउनु होला होइन, जोरपाडी ओह्रालो होइन त। रस्ते वो बेगाने झूठे वो अफसाने तू न हो जिनमें हो थोड़ी उम्र है प्यार ज्यादा। 5 मिनट में तयारी चाबी। सो गाइस हामी चाहिँ टोटल्ली अब यहाँनिर चाबी बनाइसक्यो होइन। अब बनाइसक्यो अनि अब यहाँबाट फेरि हामी उता वर्कसपमा जानुपर्ने हुन्छ बाइकमा छोडिदिनलाई। अनि म त्यहाँ वर्कसपबाट अनि फेरि घर आएर कपडा धुनु छ, नुहाउनु छ, गाइस सफाइ गर्नु छ है। आजको गुड स्याटरडे एकदम दामी हुन्छ गाइस, मरद हुन्छ नयाँ। स्कुटर मेरो पनि सर्भिसिङ गर्नुपर्ने छ, स्कुटर पनि सर्भिसिङ गर्नुपर्ने छ। सो गाइस हामी चाहिँ वर्कसप आयो, झन्डै मऱ्यो भाइ भिडियो भएको है अहिलेको दामी हुन्थ्यो गाइस। जस्तो हालत छ है अब बाइकको एकदम सर्भिसिङ, टोटल्ली सर्भिसिङ हान्नुपर्ने हुन्छ। उहाँदेखि गोकर्णदेखि यहाँनिर यो के भन्छ यो कृष्ण मन्दिरसम्म मेरो स्कुटरले तानेर लिएको है गाइस। यसले वान पिस, नेपालमा वान पिस छ है यो फेरि। सो गाइस म चाहिँ अब होइन स्कुटर धुनु लगाएको गाइस है। अब स्कुटर दामी पारामा धुनुपर्छ, फोर्छ क्या हेर्नु गाइस, यस्तो दामी फोर्छ होइन। सो जस्ट म चाहिँ अब स्कुटर धुन्छु दामी पारामा है त गाइस। मुटुमा घाउ भयो त्यो मनले यो मनदेखि धेरै टाढा ठाउँ सर्यो। खै कसको गल्ती हो हाम्रो यो सम्बन्धमा, दिन हप्ता महिना हुँदैन त हाम्रो टुटीको। सो गाइस अहिले चाहिँ ट्याक्कै ल्याएर होइन मैले स्कुटर पनि दामी पारामा धुइसकेँ, यहाँनिर वास हानिसकेँ होइन। यस्तो त दामी पारामा बवाल भइरहेछ। त्यही हो अब सर्भिसिङ हल्का होइन। अब
सर्भिसिङ हेर्नुपर्छ कति के लाग्छ होइन। वास हाल्ने दामी केही छैन खास त्यस्तो खर्च त। अर्को बाइकको चाहिँ बिग्रिया छ होइन। अब अर्को बाइकको विषय खर्च लाग्छ त्यो चाहिँ अब सोध्छु म। अनि त्यस पछाडि के कति लाग्यो तपाईँहरूलाई भन्नेछु। त्यो सजिलो धोएँ मेरो चाहिँ। सो साथीको चाहिँ अब बाइक बिग्रिया छ होइन। एकदम नराम्रो तालमा इन्जिनियरिङ गएको हो क्या, इन्जिनियरिङ फाँक भयो। त्यो नि यहाँ बनिरहेको छ बन्नु त। सो जसमा चाहिँ अब रुम जान्छु। बाइक चाहिँ हुन्छ यो चाहिँ बाइक चाहिँ हुन्छ। म चाहिँ स्टोर लगेर जान्छु घरमा। अनि घरमा काम छ कि आज शनिबार हो, त्यही भएर हामी फेरि आज पनि गर्नुपर्छ। नुहाइदै सुहाइदै गर्नुपर्छ है त ग्यास। सो अब हेरौँ अझै के हुन्छ है। सो ग्यासमा चाहिँ होइन उक्सोबाट अब यहाँनिर टक्क उक्सोबाट जसमा चाहिँ अब कपाल काटिदिनु पऱ्यो ग्यास। कपाल काटिदिनु पऱ्यो। म चाहिँ हजम आइसकेको अवस्था है। सो गाइज दिस इज माई लुक्स है, न्यू लुक्स। यस्तो दामी पारामा कपाल काटेर आइदिएको। सो जस मैले चाहिँ अब कपाल सपाल काटिहालेँ होइन। सो जसमा चाहिँ अब रुम जानु लाग्यो दामी पारामा। सो कपाल काट्ने ठाउँ दामी छ है। हाम्रो यहाँ गोकर्ण भगवती थान त्यो लामो झर्ने साथै यतापट्टि साइडमा होइन मेरो काकाको होटल छ। त्यस पछाडि उतापट्टि एउटा गेमिङ जोन छ। त्यस पछाडि पल्लोमा हो होइन। सो जस्ट एकदम सस्तो छ क्या त्यहाँनिर। जस्ट अन्त 250 आई थिङ्क 200 लिन्छ होइन। सो जसमा त्यहाँनिर चाहिँ 150 जस्ट ओन्ली 150मा चाहिँ तपाईँको जुन कट काट्यो नि जुनसुकै जस्तो गऱ्यो नि कटै फेरि कटिङको कुरा गर्दैछु जस्तो कट काट्यो भने जस्ट 150 है त गाइस। सो सबैजनाले भ्याइदिनु होला होइन। अब नयाँ नयाँ मान्छे हो होइन। नयाँ नयाँ पसल हो। सो केटाहरूले सहयोग गरिदिनु पऱ्यो होइन। अब हुन्छ नि अब सबैजना आफ्नो ठाउँ जान्छ, आफ्नो पहिल्यैदेखि काट्ने ठाउँ हुन्छ होइन। तर त्यो होइन यो केटा होइन। अब 2जना केटा छ क्या। अब दामी सङ्घर्ष गरेर आएको केटाहरू हो होइन। सो सबले सपोर्ट गरिदिनु पऱ्यो केटाहरू है। सबैजना कपाल काट्न गरिदिनु पऱ्यो। सो अरूभन्दा नि हामी अब युवाहरू होइन। अब युवाहरू चाहिँ जस्ट अब आफ्नो केटाहरू होइन। अब आफ्नो केटाहरू तिनीहरू पनि आफ्नै केटाहरू हो है। आफ्नो केटाहरूले गरिरहेछ। सो जस्ट केटा सपोर्ट दिनु पऱ्यो आफ्नो मान्छेहरूले होइन। सो जस्ट मेरो नि पसल छ। सो हामीलाई नि सपोर्ट गर्नु पऱ्यो होइन। सो त्यही हो अलिक युवाहरू भनेको आफ्नो एज आफ्नो भाइ होइन दाइहरू समथिङकोमा गएर एकदम दामी पाराले चाहिँ सपोर्ट गर्नु पऱ्यो है त क्या। सो जस्तै हो र के भन्नु मैले भन्छु होइन। म चाहिँ अब जस्तो अब पसलले सरी म चाहिँ अब चट्ट लाएर कपाल काटेर नि आइसक्यो होइन। अब रुममा गएर वास हानेर फेरि अर्को एउटा मिटिङ छ। जस्तो मिटिङ मा जानुपर्ने हुन्छ है त ग्यास। सो जस्तै हो म रुममा गएर भेट्छु है तपाईँहरूले। सो ग्यास टोटल्ली म रुममा आइपुगेँ होइन। अनि अब साबुन स्याम्पू जानुपर्ने भयो। कपाल नुहाउनु पऱ्यो नि त। कपाल नुहाउनु पऱ्यो। सो ग्यास मैले चाहिँ अब टोटल्ली होइन अब नुहाउनु पर्ने हुन्छ है त ग्यास। अब जसमा चाहिँ अब नुहाइसकेपछि चाहिँ म तपाईँहरूलाई भेट्ने छु है त ग्यास। सो जस म रुममा पनि पुगिसकेँ होइन दामी पारामा। त्यही हो अन्त मेरो आइज यस्तो सुत्दा है। यस्तो सुतिरहेको यो चाहिँ नुहाउँदैन अरे। सो जस म चाहिँ नुहाउनुपर्छ किनभने म नुहाउनु नै पर्छ किनभने कपाल काटेको कपाल काटेपछि चिलाउने सिलाउने हुन्छ होइन दामी पारामा। अहिले अब आफै धुनुपर्छ। पहिला नुहाउँ है। पहिला टाउ चिलाइरहेको छ क्या। सो त्यही हो गाइस नुहाएपछि भेट्छ है त। सो गाइस हामी चाहिँ अब होइन टोटल्ली फुल फ्रेस भएर सो जस्तो अब चाहिँ अब फेरि झ्यापुनु जानलाई क्या हामी फेरि है। त्यही हो मैले टोटल्ली अब नुहाइ धुवाइसक्यो होइन। अब भइसक्यो। सो त्यही हो। सो मसँग हुनुहुन्छ मेरो आफ्नै मामाको छोरा फुपूको छोरा चाचा चाची हेनतेनको भ्याकेन्सी देख्छु तपाईँहरूले। सो जस्ट अब हामी चाहिँ खम्लेमा गएर सो जस्ट 1-2 सट हालेर अनि फेरि मैले अघि भनेको थिएँ तपाईँहरूले त्यो मिटिङ भेट्न जानुपर्ने छ। त्यही हो गाइस है त। लेट्स गो।